हाई एभ्रिवान हामी चाहिँ फेरि पनि मोमो र करेन्ट चाउचाउको च्यालेन्ज लिएर आइसकेको छौँ। सो हामीसँग चाहिँ एउटा करेन्ट चाउचाउ, एक प्लेट मोमो, पानी अनि त्यसपछि मोमोको झोलहरू छ। यतानेरि दही नै छ, दही चाहिँ नसकाउँदा नि केही हुँदैन। सो अब चाहिँ हामी च्यालेन्ज सुरु गर्छौँ। हुन्छ हुन्छ ल 1 2 3 एन्ड गो। ओहो मलाई त चाउचाउ धेरै रहेछ नि त। आफै हालेर अहिले होइन मलाई टन्नै रहेछ, मैले यादै गरिनँ। तातो पिरो नै छ। पिरो लाइटहरू अझै मिलाउँदा हुन्थ्यो नि। पिरो तर मिठो मिठो भएको छ नि छोरी। मैले जितेँ सधैँभरि म हार्नु भन्ने छ त। तर यस्तो पिरो भएको छ म मरे। यसो हेर्छु त मेरोभन्दा कम मोमो छ, मेरोभन्दा कम चाउचाउ छ। भएन धेरै पिरो। हैट अब यो दही पनि खाऊँ न त। तर यो चाहिँ च्यालेन्ज होइन।
तर वाउ रहेछ मोमोको अचार साह्रै मिठो टिस्यु पेपर ल्याउनु पर्ने धेरै पिरो धेरै पिरो सो गाइज आई एम विनर कस्तो लागिरहेको छ मेरो छोरी पेट फुट्न लाग्यो अब फेरि गएर पुलाउ खानुपर्छ पुलाउ रेडी हुँदैछ अब त खान सक्दिनँ आज मेरी मायाले लुजर भएको के गर्दैछिन् पनिसमेन्ट गर्दैछिन् ल के गर्छिन् हेरौँ है त ल म चाहिँ अब चुट्किला भन्न गइरहेको छु यो चुट्किला चाहिँ एउटा चोर र प्रहरीको हो प्रहरीले चोरलाई सोध्छ हिजो राति तिमीले सुन पसलको किन सिसा फुटायो चोरले भन्छ त्यहाँनिर एउटा बोर्ड झिन्डाएको थियो प्रहरीले फेरि सोध्छ त्यहाँनिर त्यस बोर्डमा के त्यस्तो के लेखेको थियो चोरले भन्छ आउनुहोस् मौकाको फाइदा उठाउनुहोस् त्यसैले मैले नि ढुङ्गा टिपेर सिसा फुटाएर मौकाको फाइदा उठाएर भागे हजुरहरूले के बुझ्नुभयो त यसमा बुझ्नुभयो बुझेँ मैले चाहिँ ल भन्नुहोस् त के बुझ्नुभयो मौकाको फाइदा उठाएको तर सुन पसल चोरेको त्यो त राम्रो भएन नि त मौकाको फाइदा उठाउने भनेर जता पाएको त्यही मौकाको फाइदा त उठाउनु मिलेन होइन गलत सेन्सले केही पनि बुझ्नु भएन गलत सेन्स जे नि सोच्नुहुन्छ पोजिटिभ तरिकाले सोच्नुहुन्छ नेगेटिभ तरिकाले सोच्नु हुँदैन र सबै कुरा पोजिटिभ तरिकाले नै लिनुपर्छ नेगेटिभ तरिकाले लिनु हुँदैन किनभने यदि हामीले एउटा कुरालाई पोजिटिभ तरिकाले लियौँ भने त्यसले हामीलाई धेरै फाइदा गर्छ बट त्यही कुरालाई हामीले नेगेटिभ तरिकाले लियौँ भने लाइक हाम्रो माइन्ड नै फ्रेस हुँदैन हामीलाई धेरै नराम्रो लाइक धेरै नराम्रो फाइदा त्यस्तो केही हुँदैन हामीलाई नराम्रो मात्र हुन्छ हाम्रो माइन्ड नै फ्रेस हुँदैन हामी राम्ररी केही सोच्न सक्दैनौँ हामीले राम्रो डिसिजन नि लिन सक्दैनौँ त्यही भएर हामीले जे कुरा सोच्नुपर्छ पोजिटिभ तरिकाले सोच्नुहुन्छ नेगेटिभ तरिकाले कहिले नि सोच्नु हुँदैन होइन त यस गुड सो आजको हाम्रो मोमो च्यालेन्ज नि भइसकेको छ मोमो र करेन्ट चाउचाउको एन्ड विनर उहाँ हुनुभएको छ शान्ति दिदी र फर्स्टचोटि हुनुभएको छ सो त्यसैले धेरै खुसी हुनुहुन्छ मेरो युट्युब फ्यामिलीहरू पनि मक्क खुसी हुनुहुन्छ होला मैले जितेको देखेर कि अहिलेसम्म साथीले जोसँग च्यालेन्ज गर्नुभएको छ लाइक कहिले नि फर्स्ट हुनु भएको छैन यसमा चाहिँ अब फर्स्ट हुनुभएको छ पहिलाको भिडियोमा म जितेको थिएँ अब यो भिडियोमा शान्तिले जित्नु भयो सो आई एम अल्सो भेरी ह्याप्पी फर हर अनि हामीजना एउटै जस्तो छौँ हामीजना राम्ररी लाइक त्यस्तो धेरै केही खानै सक्दैनौँ क्या होइन आशा छ कि हजुरहरूले यो भिडियो हेरेर धेरै माया गरिदिनु हुनेछ होइन सबै युट्युब फ्यामिलीहरूलाई धेरै धेरै धन्यवाद हेरिदिनु होला माया गरिदिनु होला लभ यु अल बाई बाई बाई